विराटनगरको अर्किड कलेजले कक्षा 11 मा भर्ना हुने विद्यार्थीहरूको प्रवेश परीक्षा लिएको छ। विज्ञान व्यवस्थापन, कम्प्युटर विज्ञान र होटल व्यवस्थापन पढाइ हुँदै आएको अर्किडमा भर्ना हुन 1100 बढी विद्यार्थीले प्रवेश परीक्षा दिएको कलेजले जनाएको छ। अर्किडमा 950 बढी विद्यार्थीहरू भर्ना गरिँदै आएको छ। विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रै नभएर कलेजले विभिन्न अतिरिक्त क्रियाकलाप र खेलकुदका क्षेत्रमा पनि उत्तिकै प्राथमिकता दिँदै आएको कलेजका प्रिन्सिपल मनिष भट्टराईको भनाइ छ। हामीले विद्यार्थीहरूलाई एउटा क्वालिटी एजुकेसन, उनीहरूलाई एउटा कम्पिटिटिभ इन्भाइरोमेन्ट, क्वालिटी एजुकेसन र चाहिँ हाम्रो एकाडेमिक एउटा स्किल्ड एकाडेमिक फ्याकल्टीबाट चाहिँ उनीहरूलाई चाहिँ अध्ययन अध्यापन गराउँदै आएको र किताबी ज्ञानमा मात्र सीमित नराखी यिनीहरूलाई विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने र व्यवहारिक सँगसँगै व्यवहारिक ज्ञान पनि प्रदान गरिने भएको हुनाले चाहिँ विद्यार्थीहरूको पहिलो रोजाइमा चाहिँ अर्किड कलेज पर्न गएको। अर्किड कलेजमा अध्ययनका लागि कोशी सहित मध्य प्रदेशका विभिन्न जिल्लाबाट पनि विद्यार्थीहरू आउने गरेका छन्।